सबैजनालाई शुभ बिहानी नमस्ते। आज 2081 11 महिना 26 गते हैन त। तुलसीपुर अफ च्याम्बर अफ कमर्सले लगाएको तुलसीपुरको पर्यटन तथा प्रवर्धन मेलाको दृश्य हो यो। यतिखेर टोललाई पुरै दुर्गन्धित बनाइएको छ र यो फोहोर कसले उठाउने, यो कसको जिम्मेवारी हो? नगरपालिकाको जिम्मेवारी हो कि होइन? यो आयोजकको जिम्मेवारी हो कि होइन? हैन, यहाँका टोलवासीहरूले बोल्नु पर्ने कि नपर्ने? आज मेला सिद्धिएको 17 गते होइन, 17 गते सिद्धिएको मेला। हेर्नुहोस्, यहाँ घरहरू छन्। यसको बारेमा न यहाँ कुनै राजनीतिक दल बोलेको छ, न सरकारवाला बोलेका छन्। हामीले बारम्बार भनिरहेका छौँ यो फोहोर चाहिँ छिटोभन्दा छिटो उठाउनु पर्छ। महामारीको समय, गर्मीको समय आएको छ। यो यहाँबाट यतापट्टि नाला छ, यो नाला मार्फत यो पानीबाट बगेर किसानको खेतमा जाने अवस्था छ र यहाँ घर घरमा फोहोरहरू भित्रै छिर्ने अवस्था भइसकेको छ। त्यसो भएको हुनाले यहाँ कसैले पनि बोलेको छैन। तर हामी 189 हप्ता सरसफाइ गरिसकेको एउटा अभियन्ताको हिसाबले तुलसीपुरलाई चाहिँ सफा राख्ने एउटा उद्देश्य बोकेको मान्छेको अगाडि यस्तो खालको फोहोर देख्दाखेरि हाम्रो मन साह्रै रोएको छ। सबैले सेयर गरेर सम्बन्धित निकायसम्म पुर्याइदिनु होला। र यतिखेर मसँग टोलवासीलाई मैले बोलाएको छु, 1-2 जना अग्रजहरूलाई, र बन्जारे आयल मिलका सञ्चालक पनि हुनुहुन्छ। अलि यता आइदिनुहोस् त, यता फोहोरतिर। हजुरहरूको टोलमा मेला लाग्यो होइन, पैसा कमाउनेले पैसा उठाइसके, कमाइसके होइन। यो फोहोर चाहिँ एकअर्कालाई थुपार्ने कामहरू भइरहेको छ। यो के भन्नुहुन्छ तपाईँहरूलाई? कतिको असर गरेको छ फोहोरले? हामीलाई त त्यसरी असर गरिरहेको छैन। वसन्त ऋतुको आगमनसँगै हावाहुरीको प्रकोप बढिरहेको हुन्छ। हावाहुरीले गर्दाखेरि यो धुलोहरू यो प्लास्टिकहरू हाम्रो घरभित्र लगेर फालिदिन्छ, हाम्रो उसमा गराइदिन्छ। दुर्गन्धितहरू सबै हाम्रो घरभित्रहरू लैदिन्छ। हामीलाई त साह्रै आपत छ नि। यो त जसले गरेको त्यसले तुरुन्त उठाउनु पर्यो। कुन निकायले उठाउने हो त्यसले गर्नु पर्यो। सकभर फोहोरै नगर्ने हो। यदि फोहोर भइहाल्यो भने त्यो छिटोभन्दा छिटो टिप्नुपर्छ, उठाउनुपर्छ भन्ने कुरा यतिको ज्ञान नभएका हाम्रा नगरपालिकामा भएका हाम्रा जिम्मेवार निकायका मान्छेहरू होइन, जनप्रतिनिधिहरू, तपाईँहरूले पक्कै पनि इन्भाइरोमेन्ट भन्ने कुरा पढ्नु भएको होला, बुझ्नु भएको होला। इन्भाइरोमेन्टमा के कुरा गरेपछि असर हुन्छ, हामी मानव जातिले के कुरा गरेपछि इन्भाइरोमेन्टमा असर पर्छ भन्ने कुरा त बुझ्नु भएको होला। त्यसो भएको हुँदाखेरि यो फोहोरले के गर्छ भन्ने कुरा हामीलाई ज्ञान नभएर नउठाओ भने चाहिँ अलग कुरा भयो। र अर्का एकजना पनि हुनुहुन्छ यहाँ। हजुरको परिचय दिनु त, यता हुनु त अलि। मेरो नाम मोहन ओझा हो। यही मेलाको सेरोफेरोमा मेरो घर छ। हजुर। र यही नजिकमा एउटा संस्कार पाठशाला पनि यही स्थापना भएको छ। सबै बालबालिकाहरूलाई सबैलाई फोहोरले अस्तव्यस्त बनाएको एउटा यो सहर देखिएको छ। त्यसैले गर्दाखेरि यसलाई जति सक्दो छिटोभन्दा छिटो यसलाई सफाको योजनामा ल्याउनुपर्छ भन्ने मेरो यही तर्कहरू छन्। कति गतेदेखि लाग्यो अरे? 2 गतेदेखि होइन? 1 गतेदेखि। 1 गते चैते भएको मेला के अरे चैतेको 1 गतेदेखि 2 दिन थपेर 18 गतेसम्म 16 गतेसम्म 16 दिनको लागि लगाइएको थियो। र त्यसमा पनि अझै पुगेन। हाम्रो पैसा चाहिँ अझै हामीले कमाउन पर्छ भनेर फेरि 2 दिन थप्नु भयो होइन? 2 दिन पनि पैसा कमाउनु भयो। त्यसपछि गएर जिल्ला प्रशासन कार्यालयले रसिदसहित मेला लाउन पाउनुहुन्न अबदेखि भनेर जफत गरिसकेपछि यो मेला सकिएको हो। र फोहोर चाहिँ यत्र तत्र छरिएको छ। पर घरहरूसम्म करिब कति बिघा जग्गा छ यो? होला 4-5 बिघा। 4-5 बिघा जग्गामा पुरै फैलिएको छ। यहाँ आगो लगाउने कामहरू भइरहेछ। एकदमै चाहिँ प्रदर्शन भइसकेको छ। त्यसो भएको हुँदाखेरि यो हाम्रा मेयर साहब, उपमेयर साहब, त्यसै गरी हाम्रा 19वटा वडाका जनप्रतिनिधिहरू, यहाँका तुलसीपुरका पत्रकारहरू, तुलसीपुरका बुद्धिजीवीहरू, तुलसीपुरका विभिन्न राजनीतिक दलहरू, सङ्घ संस्थाहरू, तपाईँहरू चाहिँ बोल्ने कि नबोल्ने, तपाईँहरूले चाहिँ यसको बारेमा आवाज उठाउने कि नउठाउने? हाम्रा अझै त्योभन्दा अगाडि जाने हो भने अझ स्वतन्त्र पार्टी, स्वतन्त्र अभियन्ता हाम्रा साथीहरू कता हुनुहुन्छ, यसको बारेमा आवाज उठाइदिनु पर्यो र बोलिदिनु पर्यो भन्ने हाम्रो धारणा छ। हस् त, धन्यवाद। भिडियो आफै बोलेको छ, यहाँको दृश्य आफै बोलेको छ। हामी केही बोल्नु परेको छैन। तपाईँहरू आफै बुझेर
यसलाई चाहिँ अत्याधिक सेयर गरिदिनु होला।